आज जेसिसले आयोजना गरेको कार्यक्रम सरसफाइको कार्यक्रममा हामी बनियानी बजार सरसफाइ गर्नका लागि लागिरहेका छौँ। एकदम सही काम। भएर बनियानी बजार परिसरको सरसफाइ र फोहोर व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ। धन्यवाद। आयोजना गरेको यो सरसफाइ कार्यक्रम अब हामी सबै सहभागी भएर अब आफ्नो गाउँठाउँ सफा गरौँ भन्ने हेतुले हामी आज यहाँ उपस्थित भएका छौँ र यो हरेक नागरिकको दायित्व पनि हो। कसैले कसैको आश नगरिकन हामी सबैले आफ्नो आफ्नो दायित्व पुरा गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर हामी आज सहभागी हामी आज हाम्रो आफ्नै टोल हाम्रो एकजन कपाल बनियानी ढोकाकी चोक हामी सफा गर्दैछौँ। सरसफाइ चल्दैछ हाम्रो जेसिसको चाहिँ आज फोहोर व्यवस्थापन तथा फोहोर सङ्कलन कार्यक्रम भइरहेको छ। यो निकै दिन भएको थियो फोहोरहरू गाउँपालिकाले विविध कारणले नउठाएको, तर आज चाहिँ फोहोर अलिक व्यवस्थापन गर्नलाई चाहिँ जेसिसद्वारा एउटा भव्य कार्यक्रम आयोजना भएको छ र हुँदैछ कार्यक्रम। धन्यवाद। सहभागी भएका मेरो सबै साथीभाइहरूलाई म यहाँ धन्यवाद दिन चाहन्छु र यसै गरी यस्तै कार्यक्रममा तपाईँहरू पनि सहभागी दिनको लागि म आग्रह गर्छु। हस्त धन्यवाद। हाम्रो कजनको नाम भन्नु न। मेरो नाम चाहिँ धनबहादुर राजवंशी, म कोइमारीबाट हो। कोइमारी? ओके ल। तीनटा राखा दिते स्वतःला दस मात्र नाही यसमा पिया अनि म त छक्क परे त्यसको त नहुन। हजुर जेसिसले गरेको कामलाई सलाम दिने खालकै छ। म त सर्टमा धोइदिरहेको छु।